हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। अनि आज चाहिँ हाम्रो बेलुकाको खाजामा चाहिँ बेलुकाको खानामा चाहिँ यो पाक्दैछ सुँगुरको मोमो काट्नु हुँदैछ। यता चाहिँ घुर पार्नु हुँदैछ, यता लसुन प्याज केलाउनु हुँदैछ, देख्न सक्नुहुनेछ। भाइ लोग देख सकते हैं इधर रो रहा है, ये प्याज काटने लगाएको थे। इधर मत देखा काटने लगा के थे। अरे ये कीमा है गाइस, ये कीमा यस्तो मजाले अर्गानिक क्या धोजा पार दिया है कीमा का चक्कुमा धोजा के अरे योमा अचानो अरे अचेनोमा। यहाँ चाहिँ हाम्रो बाहुबलीजी म चाहिँ यहाँ तान्दैछु, यहाँ एक्सर्साइज गर्दैछु। किन बन्द लाएर किन जिम हल जानु भनेर यसो गाउँघरमै अर्गानिक गर्दैछु, देख्न सक्नुहुनेछ है। को त मार्ने को त ल किन मारेको किन। यसरी हामी चाहिँ मोमो बनाउँछ। किमा तयार हुँदैछ गाइस, भयो ल। यहाँ देख्नुहुन्छ सक्नुहुन्छ हाम्रो मोमो बनाउने ट्यालेन्ट। वाउ 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 तर भुरी बोकेको जस्तो छ, तर केही छैन, बोकेको छैन। काम चलाऊ। मोमोजीले यहाँ भुडी बोकिराख्नु भएको छ गाइस। यहाँ छ हाम्रो किमा स्पेशल। मैले बनाएको मोमो त कसले यस्तो बनायो मलाई थाहा छैन। यति चाहिँ मैले बनाएकै देख्न सक्नुहुन्छ। म यस्तो मिठो बनाउँछु। कामदार चाहियो भने सम्पर्क गर्नु होला, यता पनि हुन्छ। हामी चाहिँ यहाँ धमाधम मोमो बनाउँदैछौँ है साथीहरू, देख्न सक्नुहुनेछ। यस्तो छ हाम्रो हामी चाहिँ बनाउँदै हाम्रो मोमो कस्तो छ हेर्नु। त्यसको पनि लाइट हुन्छ त गाइस। त्यसको लाइट हाम्रो मोमो देख्न सक्नुहुनेछ। कस्तो छ मोमो भनिदिनुहोस् त साथीहरू।